साथीहरु नमस्कार। यो छोटो भिडियोमा आज हामी धेरैवटा इम्पोर्टेन्ट इन्फर्मेसन ग्यादर गर्नेवाला छौं। सुरुमा क्वेशन हेरौं। यो इसिमोड भन्ने एउटा संस्था छ र अर्को सार्क भन्ने संस्था छ। यो दुवै संस्थामा 8 वटा देशहरु रहेका छन्। इसिमोडमा यो गोलो ओ छ, यो ओ लाई म दोहोर्याइदिन्छु यसरी तल 8 वटा मेम्बर भए। सार्कमा लास्टमा सी छ, यसलाई पनि म गोलो बनाइदिन्छु र दोहोर्याइदिन्छु 8। यसरी इसिमोड र सार्क भन्ने दुवै संस्थामा 8 वटा देशहरु छन्। यो दुवैमा कमन देश नेपाल पनि हो। र क्वेशनले के सोध्यो भने सार्क र इसिमोडका कमन देशहरुको संख्या सोध्यो। तर एक्जाममा कहिलेकाहीँ देखाए मध्ये कुन देश इसिमोडमा छ तर सार्कमा छैन, सार्कमा छ तर इसिमोडमा छैन, र देखाए मध्ये कुन देश दुवैमा साझा छन् भनेर देशको नामै सोध्न सक्छ। यहाँ चाहिँ संख्या सोध्यो, यहाँ संख्या मिलायो भने हामी पास। अब एक्जाममा कहिलेकाहीँ देशको नामै सोध्न सक्छ। यो सारा चीजको सल्युसन जम्मा एउटा पिक्चरबाट आउनेवाला छ। यो पिक्चरलाई ध्यान दिएर हेरौं, यतिले नै हाम्रो आन्सर निकालिदिन्छ। हेर्नुस् है, मैले सार्कको भिडियो बेग्लै बनाइसकेको छ, त्यहाँ ध्यान दिएर हेर्नुभयो भने सार्कमा रहेका यो 8 वटा देशहरु जनसंख्याको आधारमा, क्षेत्रफलको आधारमा टेक्निक सहित ट्रिक सहित सिकाएको छु। अब यहाँ हेर्नुस्, यहाँनिर हेर्ने हो भने म सिधासिधी कुरा गर्छु दुईटा देशको, श्रीलंका र मालदिभ्स। श्रीलंका यो मालदिभ्स यस्तो देश हो, यसको वरिपरि पानी नै पानी छ, त्यसकारणले यस्ता देशलाई जल परिवेष्टित देश भनिन्छ। यस्तो देशहरुमा हिमालहरु छैन, उच्च हिमालहरु छैन, त्यसकारणले यो देश हिमाली क्षेत्रहरुको डेभलपमेन्टको लागि बनेको संस्थामा पर्दैन। इसिमोडमा श्रीलंका र मालदिभ्स पर्दैन। यसको अर्थ इसिमोडमा सार्कको 1 2 3 4 5 6 वटा देशहरु पर्छ। भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, नेपाल, भुटान, यो देशहरु सार्कमा पनि पर्छ, इसिमोडमा पनि पर्छ। अब यो 6 वटा देशहरुमा दुईटा देश चीन र म्यानमार थप्ने हो भने इसिमोड बन्छ। यो 6 वटा देशमा मालदिभ्स र श्रीलंका थप्ने हो भने सार्क बन्छ। अब यहाँबाट तपाईले धेरै खालको क्वेशनहरु मिलाउन सक्नुहुन्छ र यो प्याटर्न पनि क्षेत्रफलमा ठूलोदेखि सानोको आधारमा छ। भारती र पाकिस्तानी अब नेपाल घुम्न आउँछन् श्रीभूमा भन्ने सूत्र बनाएको थिए मैले। अन्य जानकारीहरु फेरि भिडियोमा आउने नै छन्। मेहनत गर्नुस्, अध्ययन गर्नुस्। थ्यांक यू भेरी मच।